भिडो थापाजी तपाईँसँग सहकार्य गर्दै हिँड्नु भएको माइला चाहिँ को हो? उहाँ चाहिँ मेरो श्रीमतीजी हो। ए योभन्दा पहिला देखेको पनि थिएन चिनेको पनि थिएन तर राम्रै हुनुहुँदो रहेछ। अनि तपाईँ दुईजना किन मालामाथि माला खपेर लगाउनु भएको नि? हो अहिले चुनाव प्रचारमा मसित सँगै आउनु भएको छ। तपाईँहरू दुईजना चाहिँ विवाह बन्धनमा चाहिँ कुन सालमा बाँध्नु भएको नि? अब हामीले 2058 सालमा अनि कुन महिना कुन गते गर्नु भएको नि? मङ्सिर 9 गते बिहे गरेको। अनि 8 गते चाहिँ के भएको रे साँच्ची? 8 गते माओवादीले घोराई आक्रमण गरे। अनि भोलिपल्ट चाहिँ के गर्नु भएको रे? भोलिपल्ट हाम्रो बिहे भएको। अनि तपाईँहरू दुईजनाको बिहेमा चाहिँ माला चाहिँ कति लगाउनु भयो नि? यस्तो माला यज्ञ आदि इत्यादि हामीले केही गर्न पाएको थिएन। अनि कस्तो लगाइरहेको छैन आजको दिन तपाईँहरू दुईजना? आज यहाँ ढाँडछापमा आउँदाखेरि तपाईँहरूले यो बिहेको पनि झझल्को दिनुभयो। हो त नि है, तपाईँहरू दुईजनालाई बधाई छ। अब मेरो हातमा मोबाइल भएर मात्र हो, म पनि नत्र भने ताली पड्काएर साथ दिन्थ्यो। ल तपाईँहरू हाँसेर बस्नु।